हाम्रो जीवनमा कहिलेकाहीँ समयलाई म्यानेजमेन्ट गर्न नसकेर विभिन्न कामहरू समयमै पुरा गर्न सकिँदैन। त्यो समय म्यानेजमेन्टलाई हामीले प्रायोरिटी गरेर हुन्छ जहिले पनि। भोलिबाट म यो समयलाई यसरी म्यानेज गर्छु, यो समयलाई यसरी म्यानेज गर्छु, म यति बेला काममा जान्छु, यति बेला उठ्छु, यति बेला डिनर गर्छु, यति बेला लन्च गर्छु, सबै कुराहरूले हामीले समय यसरी म्यानेजमेन्ट गर्छु भनेर हामीले प्लान गरेको हुन्छ। तर भोलि एक्चुअलमा जाँदा त्यो हाम्रो यथार्थ लाइफमा चाहिँ हुन सक्दैन, किनभने हाम्रो फोकस समय म्यानेजमेन्टतिर हुन्छ, जसले गर्दा हाम्रो सम्पूर्ण एक्टिभिटिजहरू गर्ने एक्टिभिटिजहरू लथालिङ्ग भत्ताभिङ्ग भइराखेको हुन्छ। सो समय म्यानेजमेन्ट गर्नुतिर ध्यान दिनुभन्दा पनि हामीले सबैभन्दा पहिला हाम्रो जुन एक्टिभिटिजहरू छ त्यो एक्टिभिटिजहरूलाई हामीले म्यानेज गर्न सक्यो भने समय त्योसँगै म्यानेज भइराखेको हुन्छ। जस्तै हामीले बिहान उठ्नेदेखि बेलुकासम्म बेडमा जानुभन्दा अगाडिसम्म हामीले के एक्टिभिटिजहरू गर्छौँ, त्यो एक्टिभिटीहरूलाई चाहिँ हामीले सिक्वेन्स मिलाएर राख्यो भने, त्यो एक्टिभिटिजहरूलाई हामीले म्यानेज गर्न सक्यो भने त्यो किसिमले हाम्रो समय पनि हामीले चाहिँ म्यानेज गर्न सकिन्छ। त्यसैले गर्दा समयलाई म्यानेज गर्नुभन्दा पनि हामीले एक्टिभिटिजलाई म्यानेज गर्यो भने त्यो समय अनुसार हामी अगाडि बढ्न सक्छौँ।